हेलो गाइज वेलकम टु माई न्यू भ्लग न्यू डे का साथ फेरि पनि म उपस्थित भइसकेको छु। आफ्टर लङ टाइम पछि फेरि पनि म आइसकेँ होइन। किनभने चाहिँ कामको बावजुद बिजी हुनुको कारणले गर्दाखेरि म आउन सकिनँ, त्यसको लागि सरी भन्न चाहन्छु। फेरि पनि तपाईँहरू माझ आइरहेको छु अहिले चाहिँ होइन। अहिलेसम्म सबैजनाले माया गरिराख्नु भएको छ, अझै पनि माया दिनु होला भन्न चाहन्छु। यति भन्दै म आज चाहिँ हल्का त्यस्तो केही पनि होइन जस्ट आज यसो लिस्बनतिर आएको थिएँ अनि त्यसले यसो हजुरलाई यसो देखाउँ कि भनेर है गाइजहरू देखाउन त खोजे होइन गाइजहरू, त्यही पनि हेरिदिनु होला है भन्न चाहन्छु। ल हेर्नुहोस् एकदम भिडभाड छ आज, किनभने एकदम टुरिज्म एरिया हो नि त यो त। अनि त्यही भएर टुरिस्टहरू आइराख्नु भएको छ भिजिट गर्नको लागि। हामी पनि यसो हल्का फुल्का भिजिट गरिदिउँ कि भनेर आइदिएको, तर मौसमले त्यति साथ नदिला जस्तो छ आज। हेर्नुहोस् यो चाहिँ पोर्चुगलको राजधानी लिस्बन। यति बेला हामी लिस्बनमा छौँ होइन। एकजना दाई हुनुहुन्छ। अनि दाई के छ खबर, के भइरहेछ आज घुमघाम कार्यक्रम? एक दुई शब्द राखिदिनु होला। अनि हाम्रो युट्युबर साथीहरूलाई के भन्न चाहनुहुन्छ भनिहाल्नुहोस् त। ल दुई चार शब्द राखिदिनुहोस् त। भन्नु न भन्नु, तपाईँलाई मनमा लागेको कुराहरू ट्याकट्याक भनिहाल्नुहोस् ल। टिमुरको बुढा होइन र? होइन नि तिमीहरूको कहाँ तिमीहरूको होइन, तिमीहरू है होइन। के छ केराबारी केराबारी, हाम्रोतिर नि केराबारी हुन्छ। यो कसरी पलाएको यो त यार, के खालको केरा हो यस्तो? यो अचम्मको केरा छ त हौ। यो त ऊ छैन र कोइरालो हो कि जति। गर्मी गर्मी छ हेर्नुहोस्, आज यस्तो गर्मी छ कि यस्तै गर्मी छ हेर्नुहोस्।